ओके नमस्कार साथी हो। सो लास्ट भिडियोमा हामीले चाहिँ इन्टिग्रेसनका केही स्ट्यान्डर्ड इन्टिग्रलको फर्मुलाहरू युज गरेर सल्भ गर्न सकिने क्वेसनहरू हेरेका थियौँ, कसरी सल्भ गर्न सकिन्छ भनेर सिकेका थियौँ। र आजको यो भिडियोमा चाहिँ तपाईँलाई मैले लास्ट भिडियोमा टाइप 1 को प्रब्लमहरू डिल गराएको थिएँ। टाइप 1 को प्रब्लमले मैले के भन्न खोजेको भन्ने कुरा तपाईँले बुझ्नु भएन। यसको मतलब तपाईँले लास्ट भिडियो हेर्नु भएन र लास्ट भिडियो हेरिकन यो भिडियो बुझ्नुहुन्न है। यसपछिको कुनै पनि भिडियो लगभग तपाईँ बुझ्नुहुन्न है। त्यही भएर लास्ट भिडियो हेर्नु, एकताल प्र्याक्टिस गर्नु अनि मात्रै आउनु। ओके, सो म भन्दै थिएँ टाइप 1 को प्रब्लम सकायौँ। अब टाइप 2 को प्रब्लमतिर जानुभन्दा अगाडि होइन म तपाईँलाई केही इम्पोर्टेन्ट कुराहरू बताउँछु होइन। यहाँ मैले लेखेको छु यो भयो र यो साथसाथै डिनोमिनेटरको डेरिभेटिभ न्युमेरेटरमा आएको बेला के गर्ने त्यो त लेखाइसकेँ। तर यो यसरी यसको भित्र यो ब्र्याकेटभित्र कुनै फङ्सनको यसको डेरिभेटिभ यो ब्र्याकेटभित्र भएको कुराको डेरिभेटिभ न्युमेरेटरमा आयो भने के गर्ने भन्ने कुरा चाहिँ आज हामीले सिक्न गइरहेको छौँ। ओके, सो के भन्न खोजेँ मलाई थाहा छ, बुझ्नु भएन होइन। सो भन्न खोजेँ के भन्दा मैले तपाईँलाई हिजो लास्ट भिडियोमा टाइप 1 को प्रब्लम डिल गराएँ नि। आजको यो भिडियोमा म टाइप 2 को प्रब्लम डिल गराउँदिनँ क्या। त्योभन्दा अगाडि म तपाईँलाई एउटा तरिका सिकाउँछु, एउटा ट्रिक सिकाउँछु। के सिकाउँछु रे? एउटा ट्रिक सिकाउँछु। किन सिकाउनलाई नि? त्यो ट्रिकले त हाम्रो बानी बिगार्छ हो, बानी त बिगार्छ। तर ट्रिकले के गरिदिन्छ भन्दा कुनै एउटा इन्टिग्रेसनको प्रब्लमलाई गर्न अगर तपाईँलाई 5 मिनट लागिरहेको थियो है भने अब यो ट्रिक युज गरेर 1 मिनटमा हुने भयो क्या। ए नि त यार म त्यो 4 मिनट बचाएर के गर्नु? त्यो 4 मिनटमा तपाईँ अर्को एउटा प्रब्लम डिल गर्न सक्नुहुने भयो नि त। कुरा बुझ्नुभयो नि? अनि अझै टाइम स्पेन्ड गर्न सक्नुभयो क्या इन्टिग्रेसनलाई। तपाईँले अझै टाइम दिन सक्नु हो इन्टिग्रेसनलाई। र जति धेरै टाइम दिनुभयो नि इन्टिग्रेसनलाई तपाईँको प्र्याक्टिस त्यति नै राम्रो हुँदै जान्छ, तपाईँ त्यति नै प्रोफेसनल हुँदै जानुहुन्छ इन्टिग्रेसनमा। कुरा बुझ्नुभयो नि? सो भन्न खोजेको के भन्दाखेरि लेन्दी प्रोसेसलाई पनि छोटो बनाउनको लागि हामी ट्रिकहरू युज गर्छौँ। र आज म त्यही ट्रिक सिकाउनु गएको छु होइन। म त नर्मल प्रोसेस फलो गर्छु भनेर पाउनुभयो, तर ट्रिक बाहेकको एउटा रुल पनि छ त्यसमा है। फेरि यो चाहिँ लगभग अनि यो ट्रिक चाहिँ म किन सिकाउँदैछु भन्दा म पनि अब नेक्स्ट भिडियो चाहिँ यो ट्रिकलाई युज गर्न गइरहेको छु। त्यो फेरि कन्फ्युजन होला, एकैचोटि एउटै भिडियोमा सबै कुरा बुझाउनु भन्दा एउटा भिडियो बनाएर बुझाउँछु भनेर मैले यो भिडियो बनाएँ। ओके, सो लेट्स गो। सो ट्रिक के हो यहाँ सुन्नु। सो हामीले यो सिक्यौँ इन्टिग्रल है ल इन्टिग्रल अफ इन्टिग्रल अफ एकछिन म मार्करमा इङ्कै भर्छु। ओके, मैले इङ्क हालेको छु, यहाँनिर मार्कर राखेको छु। एकछिन इङ्क तल उत्रिँदै गर्छ, त्यो भएर म अर्को मार्करले बुझाउँछु। सो हामीले लास्ट भिडियोमा यसरी इन्टिग्रल अफ 1/x² + 4 को इन्टिग्रल कसरी निकाल्ने भनेर सिकाउँथ्यौँ थियौँ। यो 4 लाई हामी 2² लेख्थ्यौँ। अनि अब तपाईँलाई फर्मुला याद भयो होला। यहाँनिर इन्टिग्रल अफ 1/x² + a² को फर्मुला 1/a tan इन्भर्स x/a लाग्छ। 1/a को ठाउँमा 2 छ, tan इन्भर्स x/2 + c। यो हाम्रो एन्सर हुन्छ। र मैले तपाईँलाई यो पनि सिकाएको थिएँ कि अगर यो x² को ठाउँमा यहाँ अगाडि 2 आइयो अरे होइन भने यस्तो केसमा हामीले के गर्नुपर्छ मैले तपाईँलाई के भनेको थिएँ ल भन्नु। मैले भनेको थिएँ यो 2 लाई हटाउनु पर्छ, नत्र फर्मुला युज गर्न मिल्दैन। यो 2 लाई हटाउनको लागि म के गर्छु भन्दा यहाँ /2 गर्छु, यहाँ पनि /2 गर्छु अनि हट्थ्यो। तर यत्तिकै गर्न त पाइँदैन नि, ब्यालेन्स गर्नलाई यो पुरैलाई होल × 2 पनि गरिदिन्छु क्या। कुरा बुझ्नुभयो? अनि यति गरिसकेपछि यो 2 थप्नु र काट्नु एउटै कुरो हुन्छ है। अब यो 2 काटिन्छ। त्यसपछि यहाँ पछि इन्टिग्रल अफ 1/x² प्लस यो एउटा 2 यो अर्को एउटा 2 पनि काट्यो नि, x² + 2 dx अनि यो होल × 2 छ है। यो 2 लाई बाहिर निकाल्न पाए 1/2 इन्टिग्रल अफ 1/x² + dx। अब यतिको यो स्टेपमा आइसकेपछि मैले तपाईँलाई लास्ट भिडियोमा यो कुरा सिकाउन पनि बाँकी थियो र यहाँ आइसकेपछि हामीले फर्मुला युज गर्न मिल्थ्यो। तर कति बेला x² + a² भएको भएर मिल्थ्यो क्या। तर यहाँ कुनै एउटा a तै छ तर त्यसको स्क्वायर छैन भने के गर्ने भनेको थिएँ मैले, बनाउनु भनेको थिएँ। कुरा बुझ्नुभयो नि? यहाँ स्क्वायर छैन नि भने चाहिँ मैले यो √2 लाई यहाँ मलाई x² + a² चाहियो नि त, तर यहाँ स्क्वायर छैन नि। त्यो स्क्वायर बनाउनको लागि म यसरी √2 को एकछिन है सुन्नु है यस्तो गर्ला, यहाँ 2 को स्क्वायर भएको भए त फर्मुला लाउन मिल्छ नि, हो कि होइन? तर छैन, म यसरी थपिदिन्छु अनि फर्मुला लाउन मिल्यो। तर यत्तिकै त कहाँ थप्न पाइन्छ, म्याथ हो नि। ब्यालेन्स गर्नको लागि म यसरी √* पनि राखिदिन्छु। अब त पाएँ नि। अब यो स्क्वायर यो √को भित्र लेख्नु र बाहिर लेख्नु एउटै कुरो हो नि, त्यही भएर म यसलाई बाहिर यसरी चाहिँ लेख्छु। यसले के गर्यो
म्याथको रुल पनि ब्रेक भएन, स्क्वायर र रुट काट्यो पनि, र साथसाथै मलाई एक्स स्क्वायर प्लस ए स्क्वायर पनि आयो। कुरा बुझ्नुभयो? अब म के गर्न सक्छु, यो 1/2 यत्तिकै लेखेर यतिमा चाहिँ फर्मुला अप्लाई गर्न सक्छु। 1/a tan इन्भर्स यक्स, यक्सको ठाउँमा के छ, यक्स छ नि, बाई ए। कुरा बुझ्नुभयो? प्लस अब यसलाई 2√2 लेख्नु। कुरा बुझ्नुभयो? 1/2√2 अनि यसरी गर्थ्यौँ हो कि। अब सुन्नु, यत्रो गर्नुको सट्टा अब म तपाईँलाई एउटा ट्रिक सिकाउँछु। सुन्नु है, गरे पनि हुन्छ नगरे त केही फरक, के अरे गरे पनि हुन्छ गर्नु हुँदैन नै भने होइन। अनि जस्तो यो क्वेसन यसरी गर्ने, कुरा बुझ्नु पनि, त्यो जस्तो 2 आयो नि, यहाँ 2 आएको बेलामा √2 को होल स्क्वायर लेख्नुपर्छ। ओके, अब मानौँ क्वेसन यस्तो आयो, यो त ल मैले तपाईँलाई यो कुरा सिकाउँछु है, 2x को होल स्क्वायर प्लस, सुन है 2x को होल स्क्वायर प्लस 2 स्क्वायर आयो। अब के आयो अरे 2x को होल स्क्वायर प्लस 2 स्क्वायर आयो। यस्तो केसमा के गर्ने भनेको थिएँ ल भन्नु, यो पनि सिकाइसकेको छु मैले, 1 लास्ट भिडियोमा सिकाएँ। यसलाई मैले 4x स्क्वायर प्लस 2 स्क्वायर लेख्नुपर्छ, किनकि मलाई यो 2 हटाउनु छ। त्यसको लागि पहिला यो 2 लाई बाहिर निकाल्ने, अनि त्यसपछि यहाँ डिभाइड बाई 4 गर्ने, यहाँ पनि डिभाइड बाई 4 गर्ने, यहाँ 4 गर्ने, अनि सेम प्रोसेस अगाडि बढ्ने। तर अब म तपाईँलाई ध्यान दिएर सुन्नु, यत्रो दुःख गर्नुको सट्टा यसलाई स्टेप जम्प हानेर जान सिकाउँछु। कुरा बुझ्नुभयो? अनि यसमा मार्क्स काटिँदैन, यो कुरा बुझ्नु है, यसमा मार्क्स काटिँदैन। तर केही गरी 5 मार्क्सको क्वेसन छ भने चाहिँ यस्तो नगर्नु, केही फरक चाहिँ पर्दैन, मार्क्स काटिने गरी चाहिँ यस्तो हुँदैन है। यो ट्रिक हो, 5 मिनटमा गर्नुपर्ने कामलाई 1 मिनटमा गराइदिन्छ त्यसले। र रियल लाइफमा पनि, इन्जिनियरिङ लेभलमा पनि, तपाईँले इन्जिनियरिङ लेभल मात्रै होइन, रियल लाइफमा जहाँ एन्टी डेरिभेटिभ हुन्छ त्यहाँ तपाईँले एन्टी डेरिभेटिभ गर्ने बेलामा यस्तो पोइन्टमा पुग्नु हो भने यत्रो लामो हुनु त एआईको जमाना आइसक्यो, यसलाई ट्याक्कै एआई हालेर दिन्छ। तर हातैले गर्दाखेरि चाहिँ यसलाई लामो प्रोसेसले गर्नुभन्दा त्यो ट्रिक युज गरेर सर्टकट युज गर्न चाहिँ सकिन्छ। ल अब यो सर्टकट चाहिँ यो, यहाँ सुन्नु, मानौँ क्वेसन यस्तो छ, इन्टिग्रल अफ 1/dx भनेको कुनै एउटा डी र ए हुन्छ नि, यहाँ आर एनी कन्स्ट्यान्ट रियल नम्बर छ। रियल नम्बर भनेको -इन्फिनिटी देखि +इन्फिनिटी को बीचमा पर्ने, यो डी र ए जेसुकै हुन पाए, तर इमेजिनेरी नम्बर चाहिँ हुनु पाएन। कुरा बुझ्नुभयो नि? सो डी र ए कुनै पनि नम्बर हो, यो भनेको अघि भर्खर सोधिनु मैले क्वेसन त्यही के, डी को ठाउँमा यहाँ 2x को होल स्क्वायर, अनि प्लस यहाँ प्लस नै हुन सक्यो, माइनस नै हुन सक्यो, यो प्लसको सट्टा यहाँ माइनस भयो, केही फरक पर्दैन भनेको क्या है। ए कुनै पनि एउटा 5 स्क्वायर दिएर जेसुकै होस्, दुईटा जेसुकै कुनै एउटा नम्बर छ जसमा यो डी भन्ने नम्बर चाहिँ ब्र्याकेट भित्र एक्स सँग जोडिएको छ। ध्यान दिनु है, ध्यान दिनु, यसरी राखिएको छ, यसरी होइन। यहाँ यदि 2x स्क्वायर भएको भए चाहिँ यो र यो कुरा सेम होइन, यो र यो सेम होइन, यो र यो चाहिँ सेम हो क्या। कुरा बुझ्नुभयो नि? रिपिट गरेर हेर्दै बुझ्नुभयो भने यो र यो सेम हो, यो र यो चाहिँ सेम होइन। यसरी ब्र्याकेट भित्र भन्नुको अर्थ यो स्क्वायर छ नि, यो स्क्वायर डी को पनि हो, एक्स को पनि हो, यसरी राखिएको छ। मानु, कुरा बुझ्नुभयो नि? यसरी राखिएको छ भने यसको एन्सर के हुन्छ थाहा छ तपाईलाई? ल सुन्नु, यसको एन्सर हुन्छ जस्तो अघिसम्म तपाईले यही क्वेसन गर्दाखेरि के गर्नुहुन्छ ल भन्नु त, पहिला सुरु यो डी स्क्वायर लेख्नुहुन्थ्यो, त्यसपछि यहाँ पनि डी स्क्वायरले डिभाइड गर्नुहुन्थ्यो, यहाँ पनि डी स्क्वायरले डिभाइड गर्नुहुन्थ्यो, इन्टु डी स्क्वायर यस्तो गर्नुहुन्थ्यो नि टाइपले, केही होइन यस्तै त गर्नुहुन्थ्यो, अनि अगाडि बढ्नुहुन्थ्यो। अघि भर गरे। तर अब जब तपाईले यस्तो खालको क्वेसन देख्नुहुन्छ नि, फर एक्जाम्पल म एउटा क्वेसन यहाँ बनाउँछु नै, यस्तो इन्टिग्रल अफ 1/2x को होल स्क्वायर प्लस 2 स्क्वायर dx। कुरा बुझ्नुभयो? यस्तो क्वेसन देख्नुहुन्छ नि जब तब के गर्दिने, फर्मुला सुन्नु ल, फर्मुला किन मैले अघि नै फर्मुला लेखेर नराखे, यस्तो मात्रै लेखेर राखे, फर्मुला लेखिन भन्नुहुन्छ, म भन्छु हेर्नु, यहाँ प्लस होस् चाहे माइनस होस् केही फरक पर्दैन। फर्मुला के भन्छ सुन, ध्यान दिनु है, 1/, यो x को अगाडिको जे कोएफिसिएन्ट हो त्यही d। कुरा बुझ्नुभयो? 1/d इन्टु स्ट्यान्डर्ड इन्टिग्रल, नर्मल फर्मुला। ल तपाईलाई बुझ्नलाई बनाइदिए है, नर्मल फर्मुला के बनायो ल। जब यस्तो देख्नुहुन्छ नि, x को अगाडि d आको, x को अगाडि d आको,
यक्सको अगाडि डी आएको कुरा बुझ्नुभयो। तब पहिला 1/d लेख्नु, त्यसपछि त्यो क्वेसनको नर्मल जे फर्मुला हुन्छ त्यो लेख्ने के कुरा बुझ्नुभयो। मैले भने के जस्तो यहाँ यस्तो आयो नि, यस्तो आएको बेलामा के लेख्ने, यसको एन्सर के हुँदो रहेछ त ल भन्नु। यो फर्मुला युज गरे अनुसारको यसको एन्सर के हुन्छ 1/d रे 1/d को ठाउँमा के छ ल यहाँ हेर्नु त 2 छ नि 1/2 लेख्नु कुरा बुझ्नुभयो। त्यसपछि नर्मल फर्मुला। अब यसमा नर्मल जुन फर्मुला लाग्छ त्यो लगाउने के नर्मल फर्मुला भने सुन्नु, यहाँनिर 1/इंटीग्रल अफ 1/x² प्लस a² को फर्मुला लाग्छ त ल भन्नु त। डाइरेक्टली लाग्छ लाग्दैन, किन लाग्दैन किनकि यहाँ x एक्लै छैन, बनाउनु पर्थ्यो नि। तर अब मैले के भनि भन्दा तपाईले डाइरेक्टली यो फर्मुला लाउन चाहनुहुन्छ भने लगाउनु, त्यत्रो लामो अब यो x लाई एक्लै बनाउने काम गरेर लेन्दी भयो के गर्दिनु भन्दा यो x को अगाडि कोएफिसिएन्टलाई 1/, त्यो कोएफिसिएन्ट लेखिदिनु, त्यसपछि अब जे फर्मुला लाग्छ त्यो लगाइदिनु, जे फर्मुला स्ट्यान्डर्ड इक्वलको त्यही लगाउने कुरा बुझ्नुभयो। अब यो फर्मुला अब लाउँदाखेरि यहाँनिर x को अगाडि नम्बर थियो, यसलाई नहटाइकन लेख्न पाइँदैन थियो, तर मैले किनकि 1/d वाला यो फर्मुला अप्लाई गरिने सर्टकट अप्लाई गरिने 1/d को ठाउँमा 2 लेखेर अब यो फर्मुला डाइरेक्ट युज गर्न पाए, मल्टिप्लाई 1/d मल्टिप्लाई नर्मल फर्मुला त यो हो नि, यसको यो यसलाई यो क्वेसनमा अप्लाई हुन सक्ने नर्मल स्ट्यान्डर्ड फर्मुला त यो हो नि त, यो अप्लाई गर्न मिल्दैन थियो। तर अब यो 1/d लेखिसकेपछि मिल्यो क्या कुरा बुझ्नुभयो। अब यो लाउँदाखेरि के हुन्छ 1/a इन्टु नर्मल फर्मुला 1/a, a को ठाउँमा के छ 2 1/2 tan इन्भर्स x/a, x को ठाउँमा के छ x को ठाउँमा 2x छ, याद गर्नु है 2x छ भाइ। a को ठाउँमा के छ a को ठाउँमा त 2 नै छ कुरा बुझ्नुभयो कि भाइ। x को ठाउँमा के छ हेर्नु है 2x छ, यो काट्नु, यो हुन्छ 1/4 tan इन्भर्स x छ ल हेर्नु त। अघि तपाईले के गर्नु पर्थ्यो, पहिला यो 2 लाई काट्नु पर्यो, पहिला यो 2 लाई स्क्वायर गर्नु पर्थ्यो 2 को स्क्वायर, त्यसपछि 4 आउँथ्यो त्यसलाई काट्नु पर्थ्यो किनकि हटाउनु पर्यो नि त, यो अगाडि कोएफिसिएन्ट हटाउनु पर्यो। हो त्यत्रो लेन्दी प्रोसेस गर्दामा अब के गर्न सकियो भन्नु त 1/d अनि म नर्मल फर्मुला कुरा बुझ्नुभयो। अब जस्तो क्वेसन यहाँ माइनस आएको भए के हुन्थ्यो ल भन्नु त, यही क्वेसनमा तर यहाँ माइनस आएको भए के हुन्थ्यो, यहाँ यो केही हुँदैन थियो 1/d लेख्ने 1/2 नै हुन्छ कुरा बुझ्नुभयो। के हुन्छ त माइनस आएको भए ल हेरौँ है, यो फर्मुला नि भेटाइदिनु। माइनस आएको भए हामीलाई एउटा कुरा थाहा छ, इन्टिग्रल अफ 1/x² माइनस a² के हुन्छ 1/2a ln x minus a/x plus a हैन त। तर यो अप्लाई गर्नको लागि यो x एक्लै हुनु पर्छ, यहाँ त छैन। अब हामीले के गर्छ बनाउन खोज्थ्यौ तर नबनाउनु के, अब डाइरेक्ट के लेख्दिनु यसलाई 1/d को ठाउँमा के छ 2 इन्टु नर्मल फर्मुला के हो यसको त, यसको लागि नर्मल फर्मुला के यो 1/2 a को ठाउँमा के छ 2 छ 2a ln x को ठाउँमा के छ 2x माइनस a को ठाउँमा 2x माइनस 2 डिवाइड बाइ 2x प्लस c, यो हुन्छ 1/2 2 जा 4 2 जा 8 ln यो 2 कमन आउँछ x माइनस 1 हुन्छ, यहाँ 2 हुन्छ डिवाइडेड बाइ यहाँ 2 कमन आउँछ x प्लस 1 हुन्छ, यहाँ अगाडि 2 हुन्छ, यो 2 र 2 काटिन्छ कुरा बुझ्नुभयो र यहाँ प्लस c हुन्छ। यही नै हाम्रो एन्सर हुन्छ कुरा बुझ्नुभयो भने। अब यत्रो लामो गर्नुको सट्टा के गर्न सक्नुभयो तपाईले, यसरी टक्करको 1/d इन्टु नर्मल फर्मुला युज गर्न सक्नुभयो। अब बल्ल म तपाईलाई यो फर्मुला कहाँबाट आयो, के प्रुफ छ यसले एन्सर राइट दिइराख भन्ने कुरा चाहिँ सिकाउँछु बुझ्नुभयो नि। ल अब सिकाउँछु, म एउटाको लागि सिकाउँछु सबैको लागि त्यही हो भनेर बुझ्नु पर्यो है तपाईले, याद गर्नु ल बेटी है। कि म किन प्रुफ सिकाउनु नित्य भइहाल्यो नि भन्नुहुन्छ नि, होइन म त्यसरी कहिले पनि सिकाउँदिन। मैले यो सिरिज सुरु गर्ने बेलामा सुरुमै भनिसकेको थिएँ म एकदम कोर लेभलदेखि राम्रोसँग एक्सप्लेन गरेर लान्छु भने, मैले कोर लेभलदेखि एक्सप्लेन गरे हैन, अब गर्छु म यो फर्मुला प्रुफ गर्छु सबैको लागि त्यही सेम टु सेम प्रोसेस हो है। ल हेरौँ मैले इन्टिग्रल अफ 1/dx को होल स्क्वायर प्लस a² प्लस को लागि गरे ल के हुँदो रहेछ त निकाल्नु है त निकाल्नु सोल्युसन। यसलाई यस्तो लेख्न पायो इन्टिग्रल अफ 1/d² प्लस a² dx लेख्न पायो। यो स्क्वायर मैले d लाई दिए x लाई दिए हो। अब यो यहाँनिर इन्टिग्रल अफ 1/x² प्लस a² को फर्मुला लाउन मिल्थ्यो 1/a tan इन्भर्स x/a, तर यो लाउनको लागि यो x एक्लै हुनु पर्थ्यो, छ त यसको अगाडि छैन भनेपछि बनाउनु पर्यो। बनाउनलाई यहाँ यसरी डिवाइड बाइ d² गरे त एक्लै हुन्थ्यो, तर यतिकै गर्न पाइँदैन। यहाँ पनि डिवाइड d² यसरी गरिदिन्छु अनि यहाँ चाहिँ मल्टिप्लाई बाइ d² गरिदिन्छु कुरा बुझ्नुभयो। अब त यो एक्लै हो नि। तपाईले क्वेशन गरेर होला नित्य ए केही क्वेशन गर्नु कमेन्ट गर्नु है मलाई लागिरहेको। मैले त के सोचे भन्दा
यो डी स्क्वायरलाई यहाँ मल्टिप्लाई गर्नु सट्टा यो यहाँ यस्तो छ नि 1/x स्क्वायर प्लस a स्क्वायर छ नि यहाँ डी स्क्वायर छ नि यहाँ डी स्क्वायर डिभाइड गरेर यहीँनिर डी स्क्वायरले मल्टिप्लाई गर्दा के होला के हुनु यो र यो काटिन्छ फेरि डी स्क्वायर x स्क्वायर आउँछ कुरा बुझ्नुभयो त्यही भएर मैले यो क्वेसन आखा कि भनेर सोध्दा थिएँ ल केही क्वेसन आयो भने कमेन्ट गर्नु न म बुझाउँछु है ल काटकुट भयो अब यो डी 1 यो डी स्क्वायर त कन्स्ट्यान्ट हो नि त कन्स्ट्यान्ट हो नि त डी इज अ कन्स्ट्यान्ट है बाहिर निकाल्न पायो 1/d स्क्वायर इन्टिग्रल अफ 1/x स्क्वायर प्लस a/d को होल स्क्वायर a स्क्वायर र d स्क्वायर छ नि a/d को होल स्क्वायर लेख्न पायो कुरा बुझ्नुभयो अब यो फर्ममा आयो a को ठाउँमा के छ ल भन्नु a को ठाउँमा a/d छ क्या कुरा बुझ्नुभयो a को ठाउँमा a/d छ त्यहाँ यहाँ x को ठाउँमा x छ 1 को ठाउँमा 1 छ dx को ठाउँमा dx छ इन्टिग्रल को ठाउँमा इन्टिग्रल छ तर a को ठाउँमा a/d छ अब यसलाई यतिकै लेख्ने 1/d स्क्वायरलाई यतिकै लेख्ने यतिमा फर्मुला अप्लाई गर्ने यतिमा गर्दा के हुन्छ 1/a को ठाउँमा के छ a/d अनि के रे tan इन्भर्स x/a x को ठाउँमा के छ ल भन्नु त x को ठाउँमा त x छ a को ठाउँमा के छ a/ कुरा बुझ्नुभयो नि अब प्लस c यसलाई यो d र यो d त काट्दिन्छ कुरा बुझ्नुभयो यो र d र त्यो काट्दियो भनेपछि यहाँ के बच्छ एकछिन है गाइस a/d ठिकै छ ल यहाँ बच्छ 1/d इन्टु 1/a tan इन्भर्स d यो d माथि जान्छ dx/a एकछिन है ढोकामा कोही आउनु हो ओके ओके सो म भन्दै थिएँ dx/a हुन्छ अनि प्लस c हुन्छ कुरा बुझ्नुभयो अब हेर्नु त यहाँ नि कि जब यसरी 1/dx को होल स्क्वायर प्लस a स्क्वायर दिन्छ तब मैले 1/d अगाडि लेखेर 1/a tan इन्भर्स dx यानी कि जे x को ठाउँमा जे छ बाइ a लेख्न पाइँदो रहेछ कुरा बुझ्नुभयो नि यसरी यो फर्मुला प्रुभ हुन्छ के यो सबैको लागि यसरी नै प्रुभ गर्ने हो है केही पनि होइन सिम्पल कुरा छ यसरी गर्न सक्नुहुन्छ अब यो त भयो तपाईलाई बुझाउने तरिका अब म तपाईलाई यही कुरा याद गर्ने कसरी याद गर्ने 1/d अगाडि हुन्छ एक स्टेप कुरा 1/d अगाडि हुन्छ याद भयो हैन तर पनि अर्को पनि एउटा तरिका छ यसलाई याद गर्ने ध्यान दिएर सुन्नु यो चाहिँ एकदम भयंकर युज हुन्छ ल यो चाहिँ एक्चुअल तरिका चाहिँ यो है एक्चुअल म बुझाउन गइरहेको अब जुन तरिका छ नि त्यही तरिका हो सबभन्दा भयंकर चाहिँ यो एक्चुअल तरिका पनि यही नै हो है ल सुन्नु ध्यान दिएर सुन्नु मेरो कुरा ध्यान दिएर सुन्नु ल अब यो दुईटा पनि म भनिदिन्छु जब यस्तो खालको आइदिएर मानौ इन्टिग्रल अफ ल यही गरौँ न 1/a स्क्वायर नभन्नु ल 2 स्क्वायर माइनस 2x को होल स्क्वायर आयो के गर्ने अब यहाँ यो फर्मुला लाग्छ जस्तो देख्यो a स्क्वायर माइनस x स्क्वायर रुट अन्डर हो त है यो लाग्ला जस्तो देख्यो के हुन्छ dx 1/a हुँदैन sin इन्भर्स x/a हैन sin इन्भर्स x/a यो लाग्छ जस्तो देख्यो तर त्यसको लागि के हुन्छ x एक्लै हुनु पर्यो यहाँ छैन अब बनाउन थाल्ने हैन के सिम्पल 1/d d को ठाउँमा 2 छ sin इन्भर्स x को ठाउँमा के छ 2x छ बाइ 2 2 र 2 काट्यो प्लस यही त हुन्छ आन्सर ल सिम्पल आएन हो यत्रो दिमाग लगाउनु पर्दैन न यो हटाउनु पर्छ उ हटाउनु पर्छ भन्ने कुरा बुझ्नुभयो तर मैले लास्ट भिडियोमा किन सिकाएँ किनकि फर्स्ट टाइम पढ्ने स्टुडेन्टले यो कुरा सिकाउनु पर्यो नि हैन ल अब आहा ल मार्कर हिङ चल्यो ए मार्कर चल्यो हामी है अब ध्यान दिउँ रियल तरिका के हो ध्यान दिएर यो नोटै गरे नि हुन्छ है सुन्नु इफ द डेरिभेटिभ of dx is in the numerator, then you can directly apply, so no, you can directly apply the formula, you can and you should, it can be you can भन्दैछु you should कुरा बुझ्नु you should directly फेरि त्यो गर्न थाल्यो भने मिस्टेक हुन्छ नि हुन्छ मिस्टेक चाहिँ हुँदैन you can नै भन्नु you should and you can नै हो मिस्टेक नै त हुँदैन नि directly apply the formula
अफ स्ट्यान्डर्ड इन्टिग्रल्स STNDARD इन्टिग्रल्स के भने ल मानौ यो dx को डेरिभेटिभ dx भनेको के हो यो भित्र के यो भित्रपट्टि आइटमको डेरिभेटिभ यदि न्युमेरेटरमा छ भनेको यस्तो खालको क्या बुझाउन खोजेको थिएँ यस्तो ल 1 बाइ मानौ 2x को होल स्क्वायर प्लस 2 स्क्वायर dx हो यहाँ कुन फर्मुला लाग्छ जस्तो देख्यो ल भन्नु त ल एकछिन भन्नु यो इन्टिग्रल अफ 1 बाइ x अब चाहिँ कन्टै भइसक्यो होला यति फर्मुलाहरु त 1 बाइ a tan इन्भर्स x बाइ a लाग्छ जस्तो देखेन यो लाग्छ जस्तो देख्यो तर त्यसको लागि त यो एक्लै हुनु पर्थ्यो अब अगाडि 1 बाइ d राख्न सकियो तर हरेक चोटी त्यस्तो नगर्नु के सुन्नु ध्यान दिएर मानौ यहाँ 1 नभइदिएर 2 भइजाबे के गर्ने यहाँ 2 भइदिएको भए ध्यान दिएर सुन्नु म के भन्छु सुन है यहाँ 2 भएको भए यो 2 लाई बाहिर निकाल्न पाइन्थ्यो कि पाइँदैन अनि यहाँ 1 बस्थ्यो अनि बल्ल अब हामीले के गर्न पाए यो 2 जस्ताको जस्तै मल्टिप्लाई बाइ यसको डेरिभेटिभ गर्न 1 बाइ d पहिला 1 बाइ d d को ठाउँमा 2 छ यो 2 है tan अनि फेरि 1 बाइ d इन्टु नर्मल फर्मुला यसको नर्मल फर्मुला के हुन्छ 1 बाइ a कुरा भन्नुभयो tan इन्भर्स 2x बाइ कुरा भन्नुभयो अब यो 2 र 2 काट्यो 1 बाइ 2 tan इन्भर्स 2x यो आउँछ ओके हो अब सुन्नु ध्यान दिएर सुन्नु ल त्यो 2 ध्यान दिएर सुन्नु सबै कुरा बिर्सिदिनु अब ध्यान दिएर सुन्नु है ध्यान दिएर सुन्नु म के भन्छु यो 2 बाहिर ननिकालिकन पनि तपाईले इन्टिग्रेसन पत्ता लगाउन सक्नुहुन्छ कुरा भन्नुभयो यो 2 लाई बाहिर ननिकालिकन पनि तपाईले यसको इन्टिग्रल भ्यालु पत्ता लगाउन सक्नुहुन्छ भनेर मैले भने तपाई पत्ताउनु हुन्छ हुँदैन सुन्नु है अब यो 2 लाई बाहिर ननिकालिकन चाहिँ कसरी पत्ता लगाउनु त ध्यान दिएर सुन्नु इफ द डेरिभेटिभ अफ dx यो dx को ठाउँमा 2x छ नि यसको डेरिभेटिभ इज इन द न्युमेरेटर यसको डेरिभेटिभ न्युमेरेटरमा छ 2x को डेरिभेटिभ के हुन्छ 2 हुन्छ नि त्यो 2 न्युमेरेटरमा छ then you can directly apply the formula of integral भनेको मतलब अब यहाँ 1 बाइ d नाटक यताउति केही गर्नै पर्दैन तपाईले सिम्पल डाइरेक्टली के गरिदिनु पर्यो स्ट्यान्डर्ड इन्टिग्रलको फर्मुला लगाइदिनु पर्यो कुरा भन्नु यो 2 लाई बाहिर निकालेर गर्नुभयो भने नि आन्सर त्यही नै आउँछ तर सबै ठाउँमा त्यसरी काम गर्दैन के कुरा म यो कुरा मान्नु अहिले यसरी क्वेशनै गरेर देखाइदिन्छु म सबै ठाउँमा चाहिँ फेरि जहिले म सबै क्वेशनहरुमा म 2 लाई बाहिर निकाल्छु नि त भने सोध्नुहुन्छ हुँदैन त्यो सबैको बाहिर निक्लिदैन देखाउँछु म क्वेशन हैन म भन्दै छु अगर डिनोमिनेटरमा यसरी स्क्वायरको भित्र रहेको जुन आइटम छ त्यसको डेरिभेटिभ न्युमेरेटरमा छ भने डाइरेक्टली यो फर्मुला लगाइदिने अब यहाँ धेरै यो 2 लाई यो 1 बाइ d गर्नु परेन के गर्दिनु सिधै 1 बाइ a tan इन्भर्स 1 बाइ a को ठाउँमा के छ a को ठाउँमा के छ 2 कुरा भन्नुभयो tan इन्भर्स x को ठाउँमा के छ भन्नु त x को ठाउँमा 2x छ बाइ 2 र 2 अघि नै यही आएको हैन अब यत्रो 2 बाहिर निकालेर 1 बाइ d गर्नको नाटक गर्नुको सट्टा के गर्न सक्नु तपाईले सिर्फ हेर्ने यो भित्रपट्टिको आइटमको डेरिभेटिभ न्युमेरेटरमा छैन ध्यान दिनु है यो एकदम धेरै युज हुन्छ एकदम धेरै यो गर्नु भएन भने एक्जाममा चट्टै मिस्टेक हुन्छ हेर्नु कुरा भन्नु भने एकदम धेरै युज हुन्छ यो स्क्वायर यो ब्र्याकेट भित्र यो dx छ नि जसको होल स्क्वायर हुन्छ त्यो dx को डेरिभेटिभ यदि न्युमेरेटरमा छ भने डाइरेक्टली स्ट्यान्डर्ड इन्टिग्रलको फर्मुला लगाउन पायो 1 बाइ d 1 बाइ d यसो काटकुट यसलाई हटाउने केही गर्नु परेन तर कति बेला मात्रै रे जब यसको डेरिभेटिभ यहाँ हुन्छ कुरा भन्नुभयो ल यति बुझ्नु भइसकेपछि नाउ वी आर फाइनली रेडी फर दिस क्वेशन ल अब हामी यो क्वेशन डिल गर्छौं ध्यान दिनु है ध्यान दिनु पहिला हामी ट्राई गर्नु अनि आएन भने मात्रै ओके सपोज एउटा क्वेशन मै बनाउँछु है त यस ल क्वेशन यस्तो भयो मानौ इन्टिग्रल अफ डिनोमिनेटरमा चाहिँ 3x स्क्वायर माइनस हो हेर्नु है हो अनि त्यसपछि न्युमेरेटरमा चाहिँ √3 सुन है √3 प्लस 1 ल भन्नु तपाईले सकियो अरे इन्टिग्रल यो यसको इन्टिग्रल भ्यालु पत्ता लगाउनु ल ट्राई गर्नु ल अब सबभन्दा पहिला सुन्नु यो मैले आफै अहिले बनाइदिएको क्वेशन है पहिला सुरु अब त्यही सोलुसन लेख्नु प्रोसेस त्यही नै हो बेसिक लेट
I इज इक्वल्स टु इंटीग्रल अफ रुट अंडर 3 प्लस 1 गर्नु डिवाइडेड बाई 3x स्क्वायर माइनस 4dx गर्नु। अब हेर्नु, अब एउटा स्टेप सिकाउँछु, ध्यान दिएर सुन्नु ल, ध्यान दिएर हेर्नु यो कुरा, हेर्नु एकदम ध्यान दिनु, यो धेरै क्वेसनमा युज गर्छ म, हेर्नु है ध्यान। सपोज a प्लस b बाई c छ, ठिक छ, यसलाई मैले a बाई c प्लस b बाई c लेख्न मिल्छ नि, मजाले मिल्छ। अब ध्यान दिनु ल, ध्यान दिएर सुन्नु है म के भन्छु। अब हेर्ने इन्टिग्रेसनको प्रब्लमलाई कुन आँखाले हेर्ने त ध्यान दिनु है। मैले यहाँ के देखेँ, एकदम सजिलो ल्याउन र यसो गरौँ न, यो 2x को होल स्क्वायर लिदिउँ न है, तपाईँलाई अझै सजिलो बनाइदिए क्या। अनि यहाँ चाहिँ के गर्नु, यहाँ 2 लिदिउँ ल, ओके। फेरि 2 लियो भने त अलिक सिम्पल हुन्छ यार, नै लिउँ 3 नै लिउँ है। मैले के लिएँ, 3 नै लिएँ है गाइस, सिम्पल बनाउनु पर्छ, ठिकै छ, कम्प्लिकेटेड ठिक अहिले, ठिक छ 3 नै लिएँ है, 3 नै लिएँ, त्यही क्वेसन है सेम, ठिक छ ल, यो क्वेसन छ। अब ध्यान दिएर हेर्नु, कुन आँखाले हेर्नु, यही गरी यहाँ √3 नभएको भए, यहाँ 1 मात्रै भएको भए 1 बाई यो यहाँ त डाइरेक्ट 1 बाई डी मल्टिप्लाई बाई नर्मल फर्मुला लाउन मिल्छ कि मिल्दैन थियो? मिल्थ्यो नि। किन मिल्थ्यो? किनकि त्यहाँ त्यस्तो देखियो, तर यहाँ छैन त्यस्तो, √3 छ। अब ध्यान दिएर सुन्नु ल, म के भन्छु। इन्टिग्रेसनमा इंटीग्रेशन ऑफ a dx प्लस इंटीग्रेशन ऑफ b dx के हुन्छ, इंटीग्रेशन ऑफ a प्लस b dx हुन्छ। इंटीग्रेशन को प्रॉपर्टी क्लास 11 को सबभन्दा बेसिक टपिक हो है। इंटीग्रेशन अफ a र b लाई जोड समलाई टुक्राएर यसरी लेख्न पाइन्छ, मल्टिप्लाई टु ले खोले भनेर बुझ्दा नि हो है। अब ध्यान दिऊ है, यसलाई मैले यस्तो लेख्न मिल्छ, यतिलाई किन लेखा भन्ने कुरा म भन्छु। यसलाई मैले √3 डिवाइडेड बाई 3x स्क्वायर माइनस 4, यो सबैलाई यो पुरैलाई प्लस 1 बाई 3x स्क्वायर माइनस 4 dx यस्तो लेख्न पाएँ कहाँ नि, यसलाई कसरी पाएँ भन्नु त। यहाँ a र b दुईटा कुरा जोडिरहेको छ, c भन्ने कुरा मैले यो डिनोमिनेटर पुरैलाई माने, यो 3x स्क्वायर माइनस 4 पुरै c माने क्या मैले भने। a बाई c प्लस b बाई c लेख्न मिला जस्तै √3 लाई यो डिनोमिनेटर प्लस फेरि 1 लाई पनि यो डिनोमिनेटर दिन मिलेन, फेरि यसबाट एलसीएम लिँदा यही पुग्नु हुन्छ के कुरा बुझ्नुभयो नि, यस्तो गर्न मिल्यो। अब इन्टिग्रेसन टुक्राउन मिल्छ कि मिल्दैन भन्नु त, मिल्यो नि। यसलाई मैले इन्टिग्रल अफ √3 डिवाइड बाई 3x स्क्वायर माइनस 4 dx प्लस इंटीग्रल अफ 1 बाई 3x स्क्वायर माइनस 4 dx। अब यहाँ हेर्नु सुन्नु है, यहाँनिर 3 आयो, यो 3 लाई हटाउनु पर्यो कि परेन? पर्यो। अब यो 3 अगर यसरी ब्र्याकेट भित्र पुरै भएको भए मात्रै त्यो 1 बाई डी वाला फर्मुला लाउनु मिल्छ। फेरि याद गर्नु, यहाँ यस्तो, यहाँ एउटा यसरी यो 3x को होल स्क्वायर भएको बेला मात्रै फर्मुला युज गर्न मिल्छ। dx को होल स्क्वायर हो नि त फर्मुला त, यहाँ छैन। यो 3 चाहिँ के छ, x बाट बाहिर, x स्क्वायर बाट छेउमा छ भनेपछि त्यो फर्मुला युज गर्न मिलेन। अब के गर्ने सुन्नु, ध्यान दिएर सुन्नु, त्यो फर्मुला युज गर्नको लागि यो फर्मुला कुन कुन त्यो भन्छ नि, त्यसलाई कुन भने भन्नु लागि हैन, यो फर्मुला के अघि भर्खर लेखाको। यहाँ त कुन फर्मुला लाग्छ भन्नु त, यहाँ चाहिँ यो लाग्छ, 1 बाई dx स्क्वायर माइनस 4 माइनस a। यो युज गर्नको लागि यहाँ dx को होल स्क्वायर हुनु पर्यो, यहाँ त 3 अनि x को मात्र स्क्वायर छ, यो 3 को पनि स्क्वायर भएको त कुरा मिल्थ्यो। तर अब यस्तो यहाँ सुन्नु है, यो √3 माथि नै राख्दिउँ एकछिनलाई, यो 3 लाई मैले √3 को होल स्क्वायर लेख्न पाइन इन्टु x स्क्वायर माइनस 4। ध्यान दिनु है, मैले के गरेँ, यो 3 लाई मैले √3 को होल स्क्वायर लेखेँ। किन लेखेँ मैले त्यस्तो, अथवा यस्तो डाइरेक्ट लेख्नु सुन्नु है, मैले यो 3 लाई √3 लेखेर यो x लाई लेखेर यो पुरैको होल स्क्वायर लेख्न मिल्दैन। कसरी मिल्छ भन्नु त, √3 को स्क्वायर फेरि 3 हुन्छ, अनि x को स्क्वायर x स्क्वायर हुन्छ भनेपछि यो लेख्नु र यो लेख्नु एउटै कुरो हो, यति लेख्नु र यति लेख्नु एउटै कुरो हो भनेपछि म यसरी लेख्छु। कुरा बुझ्नुभयो, रिवाइन्ड गरेर हेर्नु है, बुझ्नु भएन। प्लस इन्टिग्रल अफ, यसलाई पनि म त्यही गर्छु, √3 इन्टु x को होल स्क्वायर माइनस यो 4 लाई म 2 स्क्वायर लेखिदिन्छु। अब यसलाई के लेखिदिन्छु म, 2 स्क्वायर लेखिदिन्छु।
कुरा बुझ्नुभयो। अब मैले यहाँ 1/d लाउन सक्छु, तर म लाउँदिनँ। किन थाहा छ? किनकि यो भित्रपट्टिको आइटमको डेरिभेटिभ न्युमिनेटरमा छ नि त। √3x को डेरिभेटिभ के हुन्छ? √3 नै हुन्छ नि। त्यो √3 न्युमिनेटरमा छ नि, भनेपछि यसमा डाइरेक्टली यसको डाइरेक्ट फर्मुला लाउन पाएँ। ln x - a / x + a वाला छ नि, डाइरेक्ट के डाइरेक्ट। यो फर्मुला डाइरेक्ट लाउन मिल्दैन थियो। किन मिल्दैन थियो? किनकि यो फर्मुला डाइरेक्ट लाउनको लागि इन्टिग्रल अफ 1/x² - a² हुनु पर्थ्यो। यो x एक्लै हुनु पर्थ्यो, तर यहाँ छैन, हो कि हैन? डाइरेक्ट लाउन मिल्दैन थियो। तर किनकि यसको डेरिभेटिभ न्युमिनेटरमा छ, डाइरेक्ट लाउन पायो। कुरा बुझ्नुभयो? डाइरेक्ट लाउँदा के हुन्छ? 1/2 a को ठाउँमा के छ? 2 ln x - a भने के? √3x - 2 डिवाइड बाइ √3x प्लस दिस इज आवर एन्सर। कति सजिलो छ हेर्नु। ए होइन होइन, यहाँ पछाडिको त बाँकी छ नि गाइस। फेरि यो त बाँकी छ। अब यसमा त यसमा के न्युमिनेटरको डेरिभेटिभ यसको डेरिभेटिभ न्युमिनेटरमा छ त छैन? भनेपछि यसमा मैले त्यो रुल अप्लाई गर्न पाइनँ, डाइरेक्ट फर्मुला गर्ने। यसमा चाहिँ के गर्नु पर्यो? 1/d नै जानु पर्यो। तर म यसमा अर्को पनि एउटा तरिकाले गर्न सक्छु। यहाँ √3 भएको भए फेरि त्यही प्रोसेस गर्न मिल्थ्यो कि मिल्दैन थियो ल भन्नु त? यहाँ √3 भएको भए यसको डेरिभेटिभ न्युमिनेटरमा छ भनेर भन्न मिल्थ्यो। अनि मैले के गर्न मिल्थ्यो भन्नु त? डाइरेक्ट फर्मुला लाउनु मिल्थ्यो। तर छ त छैन। यहाँ यसरी √3 बनाइदिउँ न, अनि मिल्यो नि त। तर यति कहाँ बनाउनु पाइन्छ? ब्यालेन्स गर्नलाई म यता पनि √3 थपिदिन्छु। कुरा बुझ्नुभयो? यहाँ अगाडि पनि √3 थपिदिएँ, काट्यो थप्यो बराबर। कुरा बुझ्नुभयो? अब यति गरिसकेपछि यो 1/√3 यता अगाडि लेखौँ, मल्टिप्लाई बाई यति यहाँदेखि यहाँसम्म। ल मैले अब डाइरेक्ट फर्मुला युज गर्न पाएँ कि पाएँ? किनकि यसको डेरिभेटिभ न्युमिनेटरमा छ क्या। कुरा बुझ्नु भइरहेको नि हो। अब यसको डेरिभेटिभ न्युमिनेटर त मैले डाइरेक्ट फर्मुला युज गर्न पाएँ भनेपछि के गर्न पाएँ मैले यसमा भन्नु त? ल यहाँनिर 1/2a 2 इन्टु a को ठाउँमा 2, a को ठाउँमा 2 छ है, फेरि -2 लेख्नु होला, होइन? ln x - a, x को ठाउँमा के छ? √3x - 2 डिवाइड बाइ √3x प्लस। ल हेर्नु त, त्यो 1/d केही दुःख गर्नै पर्दैन क्या, सिम्पली गर्न नै सक्नुहुन्छ। तर पहिला सुरु मैले 1/d को बुझाउनु मेरो कर्तव्य थियो, त्यही भएर तपाईँलाई कुरा बुझ्नु। यसरी गर्न सक्नुहुन्छ, ठिक छ? यस्तो क्वेसनहरू यसरी मैले ब्रेक गर्न सिकाएको कि यो क्वेसनमा चाहिँ दुईटा कुरा जोडिया यसरी ब्रेक गरेर गर्नुपर्ने हुन्छ कि अब फ्युचर क्वेसनहरू। कुरा बुझ्नु, यसरी गर्न सक्नुहुन्छ। ल अब हामी अगाडि बढ्छौँ। क्वेसन एकदम सिम्पल क्वेसन लागेको है मैले यो चाहिँ। अब यो गरौँ ल। इन्टिग्रल अफ 1/√9x² - 1 के गर्ने होला? केही नगर्नु, सिम्पल सुन्नु। यसलाई मैले इन्टिग्रल अफ, यसको अगाडि के आयो नि, मैले के भनेको थिएँ? यसको अगाडि के हटाउनु पर्छ भनेको थिएँ, तर नहटाउनु, किन दुःख गर्नु? यहाँ यसलाई यस्तो गरिदिनु न ल। 1/√इन्टिग्रल 1/dx को होल स्क्वायर माइनस a स्क्वायर √। यसमा मैले 1/d इन्टु नर्मल फर्मुला भनेर भनेको थिएँ। यो लाउन मिल्छ, तर कहिले dx को होल स्क्वायर हुनु पर्यो। तर यहाँ त x को मात्र स्क्वायर छ, भनेपछि मैले यसलाई 3x को होल स्क्वायर त लेख्न मिल्यो नि त, किनकि 3 को स्क्वायर 9 नै हुन्छ। यो 9 लाई मैले 3 स्क्वायर लेख्न मिलेन, यस्तो क्या। यो 9 लाई मैले 3 स्क्वायर, यो x स्क्वायर, अनि यो -1 स्क्वायर लेख्न पाइनँ, हो कि हैन? अब यो 3x को होल स्क्वायर लेख्न पाइनँ, 3 स्क्वायर x स्क्वायरलाई। कुरा बुझ्नुभयो? अब त यो dx आयो नि। अब यसको डेरिभेटिभ न्युमिनेटरमा भएको भए त यो 1/d गर्नु पर्दैन थियो नि, छ त छैन? अब तपाईँ इच्छा छ म 1/d नै गरेर गर्छु, गर्नु। 1/3 इन्टु अब नर्मल फर्मुला यसको नर्मल फर्मुला के हुन्छ ल भन्नु त? यसको नर्मल फर्मुला इन्टिग्रल अफ 1/√x² - a² को नर्मल फर्मुला के हुन्छ ल भन्नु त? यसमा त ln लाग्छ क्या, ln x + √x² - a²। यो हुन्छ नि, हैन? यो लाउन पाए क्या डाइरेक्ट। यो लाउँदाखेरि 1/3 ln x प्लस x को ठाउँमा के छ? 3x प्लस √x² - a²। x स्क्वायर भनेपछि 9x² - a² भनेको 1। कुरा बुझ्नुभयो? प्लस यही हुन्छ आन्सर। अब होइन, म न्युमिनेटरको डेरिभेटिभ डिनोमिनेटरको डेरिभेटिभ न्युमिनेटरमा हुने हिसाबले गर्न चाहन्छु भनेर भन्नुहुन्छ भने यो 3x को डेरिभेटिभ न्युमिनेटरमा छ छैन? किनकि 3x को डेरिभेटिभ 3 हुन्छ, त्यो न्युमिनेटरमा छैन। भएको भए के गर्न मिल्थ्यो? डाइरेक्ट फर्मुला अप्लाई गर्न मिल्थ्यो।
तपाईँ डाइरेक्ट फर्मुला र त्यो डी 1/d वाला नर्मल फर्मुलामा झुकिरहनु भएको जस्तो फिल भयो मलाई। तपाईँ डाइरेक्ट फर्मुलामा नर्मल फर्मुलामा नझुकिनु, दुइटै एउटै कुरो हो क्या, दुइटै एउटा कुरो। नर्मल फर्मुला यसको अर्थ यो, सक्यो। डाइरेक्ट फर्मुला यही हो क्या, धेरै नझुकिनु न है। ल सक्यो। मैले के गर्न मिल्यो, यहाँनिर डाइरेक्ट फर्मुला युज गर्न मिल्थ्यो, कुरा बुझ्नुभयो, मिल्थ्यो। तर कति बेला, जब यो यसको डेरिभेटिभ माथि भएको भए मात्रै, कुरा बुझ्नुभयो। तर अहिले छैन, केही गरी यहाँ 3 भएको भयो, किनकि यसको डेरिभेटिभ 3 यसको डेरिभेटिभ 3 हुन्छ, यहाँ भएको भए मिल्थ्यो, तर मिलेन। मैले यहाँ 3 राखिदिएँ, अब मिल्छ, तर यतिकै 3 कहाँ राख्न पाइन्छ, ब्यालेन्स गर्न मैले 1/3 यसरी राखेँ। अब यो 1/3 इन्टु, अब यहाँ मैले के गर्न पाएँ, डाइरेक्ट फर्मुला युज गर्न पाएँ क्या। अब यहाँ 1/d गर्नु परेन मैले, कुरा बुझ्नुभयो। अब मैले के गर्नु पर्यो, यो डाइरेक्ट लगाइदिनु पर्यो, 1/a, a को ठाउँमा 1 tan इन्भर्स, कुरा बुझ्नुभयो, x/a, x को ठाउँमा 3x/a, यही त आएको थियो, कुरा बुझ्नुभयो। यसरी गर्न सकियो क्या, ठिक छ। एकदम ध्यान दिएर रिपिट गरेर हेर्नु है भिडियो, न त बुझ्नै हुन्न, ठिक छ। यसरी गर्न सक्नुहुन्छ, यसरी यही आउँछ। सिम्पल छ है गाइस, सिम्पल छ, गाह्रो छैन। अलिकति फोकस गरेर प्र्याक्टिस गर्नु पर्यो। अब फर्स्ट टाइम सिधा त गाह्रै हुन्छ है यो फेरि। ल नेक्स्ट क्वेसन, ल यो तपाईँलाई मैले सायद होमवर्क दिएको थिएँ अरे, ट्राई गर्नुभयो। dx डिवाइडेड बाई रुट अन्डर x स्क्वायर माइनस 6x प्लस 30 के गर्ने भनेको थिएँ, यहाँ मैले के भनेको थिएँ, a स्क्वायर प्लस b स्क्वायर कि त a स्क्वायर माइनस b, a प्लस b होल स्क्वायर कि त a माइनस b होल स्क्वायरको फर्मुलातिर जान खोज्ने भनेको। ल जाउँ त, यसलाई मैले यस्तो लेख्न मिल्दैन, 1/x स्क्वायर, ठिक छ, माइनस यो 6 लाई मैले 2 इन्टु 6x छ नि, 2 इन्टु x इन्टु 3 लेख्न मिल्दैन। 6x लाई मिल्छ, किन यस्तो लेखा, किनकि यस्तो लेख्यो भने a स्क्वायर माइनस 2a, ठिक छ। अनि यसलाई b मान्न पाएँ नि त, ह्याट तेरि के मेर्दिन्छ है म है, b मान्न पाएँ नि। अब यहाँ के गरे 13 नभइदिएर यसरी 3 स्क्वायर भएको भए a स्क्वायर माइनस 2ab प्लस b स्क्वायर लिन पाइन्छ नि, तर यहाँ 3 स्क्वायर छैन, मैले यतिकै थपिदिएँ। अब त a माइनस b होल स्क्वायरमा जान पाएँ नि यो, तर यतिकै कहाँ थप्न पाइन्छ त, ब्यालेन्स गर्नलाई माइनस 3 स्क्वायर पनि गरिदिएँ। अब यो प्लस 13 चाहिँ पछाडि छ है, फेरि कहाँ लग्यो भनेर भन्नुहुन्छ भने पछाडि लेखिदिएको छु मैले, ठिक छ। मैले के गरेँ, यो x स्क्वायर यतै छ, ठिक छ। a स्क्वायर माइनस 2ab प्लस b स्क्वायरतिर जान खोज्नको लागि a माइनस b होल स्क्वायरको फर्मुला लगाउनको लागि a स्क्वायर माइनस 2, ठिक छ, ab, मलाई यसरी यसलाई 2ab बनाउनु छ कि 2ab पनि बनोस् र यो पनि नबिग्रोस् क्या, कुरा बुझ्नुभयो नि। यो 6x बिग्रिँदा पनि बिग्रिरहेन र 2ab पनि भन्यो क्या, कुरा बुझ्नुभयो। यसरी बनाउनु छ, b को ठाउँमा त 3 छ, a स्क्वायर माइनस 2ab प्लस b स्क्वायर चाहियो नि त, b स्क्वायर भनेको 3 स्क्वायर हुनुपर्ने हो। 3 स्क्वायर भएको भए चाहिँ मिल्थ्यो, तर यहाँ 13 मात्रै थियो नि त, 3 स्क्वायर यतिकै राख्न पाउँदैन, ब्यालेन्स गर्नलाई माइनस 13 माइनस 3 स्क्वायर, अनि यो प्लस 13 लाई अलिकति पछाडि लाग्दा मात्रै, कुरा बुझ्नुभयो। ल अब इन्टिग्रल अफ 1/√, यसलाई मैले a माइनस b को होल स्क्वायर माइनस 9 प्लस 30 पाएँ कि पाइँदैन, मजा 3 लाई 1230। ल यसलाई मैले इन्टिग्रल अफ 1/x माइनस 3 को होल स्क्वायर प्लस 13 मा 9 घटे कति 4, 3 लाई 1230 होइन 4, यो 4 लाई मैले 2 स्क्वायर लेख्न पाइनँ। ल अब यस्तो पो आइदियो त गाइस, अब के लगाउने यहाँ, अब यहाँ 1/d पनि लान सकेन क्या, किन सकेन भन्नु त, किनकि x को अगाडि कोएफिसिएन्ट मात्रै छैन क्या यहाँ, कुरा बुझ्नु। यहाँ -3 पनि छ हो, मैले कति बेला मात्रै त्यो लाउन पाइन्छ भनेको थिएँ, जब इन्टिग्रल अफ यसरी 1/dx को होल स्क्वायर आउँछ, यहाँ त dx सँग एउटा -3 पनि आइपुग्यो भनेपछि लाउन पाइएन, कुरा बुझ्नुभयो। अब यहाँ के गर्नु पर्यो तपाईले भन्दा, यसको डेरिभेटिभ न्युमेरेटरमा छ त हेर्नु पर्यो, दोस्रो ट्रिक सिकाएको थिएँ नि मैले त्यही। ल भन्नु x - 3 को डेरिभेटिभ न्युमेरेटरमा छ कि छैन, सोचेर भन्नु। छ, कसरी छ, x - 3 को डेरिभेटिभ 1 हुन्छ, x को डेरिभेटिभ 1, 3 को डेरिभेटिभ 0, 1 - 0 1, x - 3 को डेरिभेटिभ न्युमेरेटरमा छ, 1 छैन त, छ,
भनेपछि डाइरेक्ट फर्मुला लाउन पायो। कुन फर्मुला? यसको 1/a tan इन्भर्स x by a वाला डाइरेक्ट लाउन पायो। 1/a a को ठाउँमा 2 tan इन्भर्स x को ठाउँमा x - 3 छ by a प्लस c। ल हेर्नु एन्सर निक्लियो। अब सोच्नु 11 क्लासमा भएको भए तपाईले यहाँनिर ट्रिग्नोमेट्रिक सब्स्टिट्युसन युज गर्नुहुन्थ्यो, कति लेन्दी हुन्थ्यो। एक स्टेपमा झार्दियो ल त्यत्रो लेन्दी प्रोसेस। कुरा बुझ्नुभयो? अब किन स्ट्यान्डर्ड फर्मुला याद गर्न लागेको तपाईँलाई? मैले भनेको थिएँ पछि गएर थाहा पाउनुहुन्छ भनेर, यही हो थाहा, पछि गएर थाहा पाएको। कुरा बुझ्नुभयो? ट्रिक सिकाएको मैले तपाईँलाई, ट्रिक नसिकाएको भए यो स्टेपमा के गर्नुहुन्थ्यो ल भन्नु त मलाई। हो ट्रिक लाउनै पर्ने अवस्था नि आउँछ क्या। कुरा बुझ्नुभयो नि? न त लेन्दी हुन्छ। ल अब यतिकै एन्सर आयो नि। ओके रियल लाइफमा गर्न थाल्दा 5 मिनट लाग्ने क्वेसन 1 मिनट भयो। अब हो कुरा बुझ्नुभयो? यसरी गर्न सक्नुहुन्छ क्या। यो स्टेप ध्यान दिनु है। या मैले दिनु यसको डेरिभेटिभ न्युमेरेटरमा छ हेरी रहेछ डाइरेक्ट फर्मुला लगाइदिए। ठीक छ? ल नेक्स्ट क्वेसन तिर लाग्यो। ल यस्तो आयो भने चाहिँ के गर्ने होला गाइज? ट्राई गरौँ त। 2ax plus x square यस्तो आयो बेला चाहिँ के गर्ने होला? यहाँ a square minus 2ab plus मैले के भनेको थिएँ? डिनोमिनेटरमा क्वाड्रेटिक आयो भने टाइप 1 को प्रब्लम याद गर्नु त। के रे लास्ट भिडियोमा सिकाएको थिएँ। टाइप 1 को प्रब्लम आयो रे। डिनोमिनेटरमा क्वाड्रेटिक रुट अन्डरमा आओस् नआओस् के गर्ने भनेको थिएँ? सबभन्दा पहिलो स्टेप के थियो गाइज? x स्क्वायर को कोएफिसिएन्टलाई एक्लै बनाउने। यहाँ त के 1 छ। x स्क्वायर कोएफिसिएन्ट के छ? वहाँ a 1 छ कि एक्लै नै छ x स्क्वायर भनेर परेन। दोस्रो स्टेप के थियो? के छ दोस्रो स्टेप? a स्क्वायर a माइनस b होल स्क्वायर कि a प्लस b होल स्क्वायर को फर्ममा कन्भर्ट गर्ने। अब गरौँ। यसलाई यस्तो लेख्न पाउँदैन? प्लस रहेछ सजिलो छ त। यसलाई मैले रुट अन्डर a स्क्वायर यहाँ माइनस ल माइनस लिनु गाइज किन सजिलो वाला हैन? कसरी गर्ने होला ल गाइज? यो प्लस वाला नै एउटा क्वेशन होला तपाई गर्नु। माइनस वाला नै एउटा ल कसरी गर्ने होला? यसरी गर्ने ल सुन्नु। यहाँ माइनस छ ध्यान दिएर सुन्नु है। अब यहाँ हामीलाई a माइनस b होल स्क्वायर को फर्मुलाको लागि त a स्क्वायर माइनस 2ab प्लस b स्क्वायर यस्तो हो नि त। यसको लागि त a स्क्वायर को कोएफिसिएन्ट प्लस छ नि, b स्क्वायर को कोएफिसिएन्ट प्लस छ नि, तर यहाँ त x स्क्वायर को कोएफिसिएन्ट माइनस छ। भनेपछि यो फर्मुलामा कन्भर्ट गर्न अलिकति अचकल्टो पर्यो के। त्यही भएर म के गर्दिन्छु भन्दा यो दुईटाबाट मात्र माइनसलाई कमन तान्दिन्छु। यो दुईटाबाट माइनसलाई कमन तानिसकेपछि यहाँ बच्छ माइनस 2ax, यो माइनस गयो बाहिर, यहाँ प्लस x स्क्वायर बच्छ। कुरा बुझ्नुभयो? किन यस्तो गरे? किनकि अब x स्क्वायर को कोएफिसिएन्ट प्लस आयो। अब a माइनस b होल स्क्वायर फर्मुलातिर जान मिल्यो। कुरा बुझ्नुभयो? अब ध्यान दिनु है, यहाँ ध्यान दिनु फेरि इजी छ न भन्दा 1/रूट अन्डर यो माइनस यतिकै लेख्नु ब्र्याकेट भित्र। यो हुन्छ x स्क्वायरलाई मैले अगाडि लेखे है माइनस 2x a स्क्वायर माइनस 2a प्लस b स्क्वायर हो नि त। a स्क्वायर माइनस 2a। अब यहाँ के छ? बिगार्नु भएन नि फेरि यसलाई बिगार्नु भएन नि। 2ab पनि चाहियो 2a। अब b को ठाउँमा फेरि a छ, यो बिग्रिदा पनि बिग्रेन र 2ab पनि आयो। अब यहाँ यति मात्रै छ नि, केही पनि छैन नि अरु त। यसलाई ब्र्याकेट क्लोज गर्नुपर्ने हो। तर हामीलाई त a माइनस b होल स्क्वायर फर्मुलातिर जानु छ। a स्क्वायर माइनस 2ab यहाँ प्लस a स्क्वायर भएको भए a माइनस b होल स्क्वायर जान्थ्यो। तर यतिकै थपेँ मैले, त्यतिकै पाएन। ब्यालेन्स गर्नलाई माइनस a स्क्वायर पनि यही थप। सबै रुट अन्डर भित्र भइरा है, यो याद गर्नु। ठीक छ? यो काट्यो फेरि जस्ताको तस्तै यही पुगिन्छ ब्र्याकेट। अब यसलाई सल्भ गर्दा अलिकति 1/रूट अन्डर माइनस नै a स्क्वायर माइनस 2a प्लस b स्क्वायर यतिलाई के लेख्न पाएँ? a माइनस b को b स्क्वायर। a भने x, b भने a हो नि त, माइनस a स्क्वायर। कुरा बुझ्नुभयो? dx। अब रुट अन्डर माइनस पनि छ नि, यहाँ इमेजिनेरी आउँछ क्या। त्यही भएर यो माइनसलाई फेरि के गर्नु पर्यो? ब्र्याकेट खोलिदिनु पर्यो क्या यसको लागि। यो माइनस यदि पुरा मल्टिप्लाई गरेर नि, यो माइनस अगर रुट अन्डरलाई दियो भने रुट अन्डर माइनस 1 इमेजिनेरी नम्बरतिर जान्छ। त्यही भएर यो माइनसले के गरिदिन्छौँ? ब्र्याकेट खोलिदिन्छौँ। ब्र्याकेट खोलिदिँदा 1/रूट अन्डर यो माइनसले यसलाई के गर्छ? माइनस बनाइन्छ। माइनस x माइनस a को होल स्क्वायर, यो माइनस माइनस प्लस a स्क्वायर dx। कुरा बुझ्नुभयो? अब यो यसलाई पछाडि लेख्दिउँ, यसलाई अगाडि लेख्दिउँ 1/रूट अन्डर a स्क्वायर माइनस x माइनस a को होल स्क्वायर। अब
इंटीग्रेशन अफ 1/a² माइनस x² के हुन्छ साइन इन्भर्स x बाई ए हो कि हैन तर कति बेला जब यसको कि त यो एक्लै हुन्छ कि त यसको डेरिभेटिभ न्युमेरेटरमा हुन्छ तब सुन है यसको डेरिभेटिभ न्युमेरेटरमा भयो भने मात्रै यो फर्मुला युज गर्न पाए जस्तै x को डेरिभेटिभ के 1 हो नि यो न्युमेरेटरमा छ नि त्यही भएर यो फर्मुला युज गर्न मिल्यो हो क्या अब यसको डेरिभेटिभ न्युमेरेटरमा छ त x - a को डेरिभेटिभ के हुन्छ 1 हुन्छ छ भनेपछि डाइरेक्ट युज गर्न पायो के हो लेख्नु पायो साइन इन्भर्स x को ठाउँमा x - a बाई a को ठाउँमा a नै छ ल लस दिस इज आवर एन्सर कुरा बुझ्नुभयो यसरी गर्नु पर्यो है ल नेक्स्ट क्वेशन थियो त्यही नै रहेछ क्वेशन ल यो क्वेशन चाहिँ तपाईलाई प्र्याक्टिसको लागि होमवर्क दिएँ मैले फेरि भिडियो सकिहाल्यो भने सक्यो भन्ने जान्छ हैन यो चाहिँ अहिले तपाईँ प्र्याक्टिस गर्नु आएन भने गएर कमेन्ट गरिदिनु नेक्स्ट भिडियोमा एक्सप्लेन गरिदिन्छु इंटीग्रल of 1/√15 minus 4x minus 4x square ल यो ट्राई गर्नु त ल आएन भने नेक्स्ट भिडियो सिकाइन्छ है त ल ओके अब यो क्वेशन नि सजिलो यो क्वेशन ल अब आयो एकदम डेन्जर क्वेशन है भेरी इम्पोर्टेन्ट भन्दा नि हुन्छ ल e को पावर x डिवाइड बाइ e को पावर 2x minus 4dx ल कसरी गर्ने होला ल यो सोच्नु अब यस्तो आइदिन्छ ल क्वेशन ल अब कसरी गर्ने होला सोच्नु पानी खानै गर्छु तपाई 10 सेकेन्डको टाइम दिन्छु सोच्नु कसरी गर्ने सोच्नु हो ल मै भन्छु यसमा तपाई हेर्नु है यसलाई यस्तो लेख्न मिल्नुहुन्छ सुन्नु है म भन्दैछु इन्टिग्रेसन यसो हेर्ने बित्तिकै ठ्याक्कै एन्सर आउँदैन के लाउनु पर्छ फर्स्ट स्टेप के थियो डाइरेक्ट फर्मुला युज हुन्छ हुँदैन सेकेन्ड स्टेप के थियो मेक इट लुक लाइक फर्मुला खै हो राष्ट्र देखेन भन्नुहुन्छ थर्ड स्टेप के थियो सब्स्टिट्युसन मेथड यस यहाँ सब्स्टिट्युसन मेथड युज हुन्छ तर मैले तपाईलाई सब्स्टिट्युसन मेथड 11 क्लासमा सिकाइसके अब त्यो मेथडबाट सल्भ नगर्नु के अहिले 12 क्लासको लेभलमा आइसकेपछि 12 क्लासको लेभलले सल्भ गर्न सिक्नु त्यसरी गर्न नि मिल्छ नि 12 को एक्जाममा सब्स्टिट्युसन मेथडबाट सल्भ गर्न मिल्यो तर अब म तपाईलाई किनकि टाइप 1 को प्रब्लम डिल गराउँदै छु नयाँ मेथड सिकाइरहेको छु त्यही भएर म त्यसरी गर्दिन यसरी गर्ने अब ध्यान दिनु है यो e को पावर x यतिकै लेखौं यसलाई e को पावर 2x लाई मैले e को पावर x को होल स्क्वायर लेख्न मिल्दैन e को पावर x को होल स्क्वायर पनि e को पावर 2x त हो नि माइनस यहाँ के लेख्नु मिल्यो 2 स्क्वायर dx लेख्नु यहाँ मैले यो फर्मुला लाउन मिल्छ कि मिल्दैन ल भन्नु गाइस अब एकदम ध्यान तपाईको इन्ते कामको गरी x स्क्वायर माइनस a स्क्वायर dx के हुन्छ 1/2a ln x minus a by x plus a यो लाउन मिल्छ कि मिल्दैन गाइस भन्नु ल यो लाउन मिल्छ कि मिल्दैन मिल्छ कि मिल्दैन ल हेर्नु a स्क्वायर भनेको 2 स्क्वायर मिल्यो माइनस पनि छ इन्टिग्रल साइन नि छ dx नि छ तर x को ठाउँमा e को पावर x छ र माथि 1 को ठाउँमा ex मिल्यो कि मिलेन इफ योर आन्सर इज मिलेन भने होइन मिल्छ कसरी मिल्छ थाहा छ गाइस मैले तपाईलाई के भनेको थिए यो फर्मुला तब मात्र अरु सबै कुरा बिर्सिदिनु त्यो d वाला 1/d वाला मेथड पनि बिर्सिदिनु पर्यो केही पनि फरक पर्दैन मेरो कर्तव्य थियो बुझाउने मैले त्यही बुझाउनको लागि मात्र बुझाऊ हेर्नु सबै कुरा बिर्सिदिनु सिर्फ एउटा कुरा याद गर्नु यो फर्मुला तबमा सबै कुरा बिर्सिदिनु कति बेला लाउने 1/d कति बेला गर्ने यो x को अगाडि कोएफिसिएन्ट हटाउनु पर्छ यो सबै कुरा बिर्सिदिनु सिर्फ एउटा कुरा याद गर्नु यो फर्मुला यो मात्रै हैन यो सबै स्ट्यान्डर्ड इन्टिग्रलको फर्मुला तब मात्र लाउन पाइन्छ जब यो स्क्वायरको भित्रको जुन आइटम छ नि यसको डेरिभेटिभ न्युमेरेटरमा हुन्छ तब मात्र लाउन पाउँछ नत्र पाइदैन कुरा बुझ्नुभयो यसको डेरिभेटिभ न्युमेरेटरमा छैन भने बनाउने न्युमेरेटरमा त्यसको डेरिभेटिभ बनाउने थप्ने अनि बनाउने कुरा बुझ्नुभयो थप्न मिल्छ भने है अब हेर्नु यो मिल्छ किन मिल्छ किनकि यो फर्मुला तब मात्र लाउन पाइन्छ जब यसको डेरिभेटिभ यहाँ हुन्छ यो फर्मुला यहाँ लाउन पाइन्छ किनकि यसको डेरिभेटिभ यो स्क्वायर भित्रको आइटमको डेरिभेटिभ के हुन्छ e को पावर x को डेरिभेटिभ के हुन्छ e को पावर x नै हुन्छ नि त्यो न्युमेरेटरमा छ त्यही भएर लाउन पायो गाइस कुरा बुझ्नुभयो भनेपछि मैले यसलाई के लेख्न पाएँ 1/2a 1/2a ln x minus a भनेपछि e को पावर x minus 2 डिवाइड बाइ x plus a e को पावर x plus 2 दिस इज आवर आन्सर कुरा बुझ्नुभयो गाइस यस्तो छ अचम्मै छ है गाइस अचम्मै छ ल हेर्नु
मिल्दो रहेछ कुरा बुझ्नुभयो यसरी गर्नु पर्यो ल अब नेक्स्ट क्वेसन है ल यो ट्राई गर्नु अनि मात्रै भिडियो कन्टिन्यू गर्नु है 2 को पावर x डिभाइड बाइ रुट अन्डर 1 माइनस 4x dx कसरी गर्ने होला सोच्नु ट्राई गर्नु ल मैले गरेँ पज गरेर ट्राई गर्नु यसलाई यस्तो गर्न मिल्दैन 2 को पावर x डिभाइड बाइ रुट अन्डर 1 माइनस यो 4 लाई मैले 2 स्क्वायर को होल पावर x लेख्न नि मिल्यो अथवा यो 2 को पावर x को होल स्क्वायर लेख्न पनि मिल्यो एउटै त कुरो लज अफ इन्डिसेस है बेसिक लज अफ इन्डिसेस आउनु पर्छ तपाईलाई अब है 8 क्लासको लेभलको 8 क्लास लेभललाई चाहिँ तपाईले ट्युसन पढाउन सक्नुहुन्छ अहिले कुरा बुझ्नुभयो नि ल यस्तो सिम्पल कुरा त आउनु पर्छ लज अफ इन्डिसेसको 2 को पावर x को होल स्क्वायर भनेको नि 4 को पावर x नै त हो हैन अब हेर्नु त यसको डेरिभेटिभ न्युमरेटरमा छ यहाँनिर यो लाग्न सक्थ्यो होला रुट अन्डर a स्क्वायर माइनस x स्क्वायर साइन इन्भर्स x बाइ a यो लाग्न सक्थ्यो होला तर कति बेला जब यसको डेरिभेटिभ यो x यो स्क्वायर भित्रको x को डेरिभेटिभ न्युमरेटरमा आउनु पर्यो तब मात्रै छ त यसको भित्रको x को डेरिभेटिभ के छ न्युमरेटरमा छ 2 को पावर x को डेरिभेटिभ के हुन्छ ए ओके मैले सोधेको थिएँ है यो ध्यान दे धन्दै मैले मिस्टेक गरेँ साथी 2 को पावर x ओ ल भन्नु ओके अब ध्यान दिनु है 2 को पावर x को डेरिभेटिभ के हुन्छ ल भन्नु मलाई अब ल व्हाट इज द डेरिभेटिभ अफ 2 को पावर x अब सिकाउँछ है यो डेरिभेटिभ चाहिँ बेसिक हो ल यसलाई एकछिन साइडमा रफ गरी ल मैले यसको डेरिभेटिभ निकाल्नु छैन dy बाइ dx निकाल्नु छ मिल्छ त मिल्दैन हामी के गर्छौं पावरमा भेरिएबल मुनि बेसमा चाहिँ नम्बर आउँदा टेकिङ लग अन बोथ साइड गर्छौं 11 क्लासको डेरिभेटिभ याद गर्नु मैले भने थिएँ तपाईलाई डेरिभेटिभ नआइकन इन्टिग्रेसन आउँदैन भनेर यस्तो बेसिक कुरा आउनु पर्छ तपाईलाई अब टेकिङ लग अन बोथ साइड गर्नु म फेरि भन्दैछु अगर तपाईलाई लोगारिथम आउँदैन भने बुझ्नुहुन्न सिम्पल कुरा त ए नित्यले त के हो सबै कुरा सुरुदेखि बुझाउनु छ त होइन मैले सबै कुरा सुरुदेखि नै बुझाएको हो तपाईले सुरुदेखि मेहनत नगर्नु भयो कुरा बुझ्नुभयो त्यही हो मेन कुरो त्यही भएर जानु मेहनत गर्नु सक्नुहुन्छ गाह्रो चाहिँ छैन ल अब यता लग लियो भने यता लग लिनु हुन्छ यो x अगाडि आउँछ x log 2 हुन्छ कुरा बुझ्नुभयो अब यहाँ यसको डेरिभेटिभ गर्नु डिफरेन्शिएटिङ बोथ साइड विथ रेस्पेक्ट टु x यो हुन्छ 1 बाइ y dy बाइ dx इक्वल टु यसमा यो log 2 कन्स्ट्यान्ट बाहिर निक्लियो x को डेरिभेटिभ x को रेस्पेक्टमा 1 कुरा बुझ्नुभयो dy बाइ dx इज इक्वल टु यो y उता लान्छ y log 2 अब डेरिभेटिभ अफ y भनेको त के 2 को पावर x हैन 2 को पावर x को डेरिभेटिभ के हुँदो रहेछ त y भनेको 2 को पावर x log 2 हुँदो रहेछ कुरा बुझ्नुभयो यानी कि 2 को पावर x को डेरिभेटिभ के हुँदो रहेछ 2 को पावर x log 2 अब मलाई भन्नु 2 को पावर x यसको डेरिभेटिभ न्युमरेटरमा छैन किनकि यसको डेरिभेटिभ त 2 को पावर x log 2 पनि हो नि तर त्यो छैन त न्युमरेटरमा अब के गर्ने थाहा छ गाइ अब यहाँ log 2 यसरी भाको भए यो अगाडि लेख्नु पछाडिको कुरो भाको भए त फर्मुला लाउनु मिल्थ्यो डाइरेक्ट किनकि यसको डेरिभेटिभ न्युमरेटरमा छ तर यसरी तर छैन नि त log 2 छैन नि अब म यसरी थपिदिन्छु अब त मिल्यो नि तर यतिकै थप्न पाइन्छ त पाइँदैन ब्यालेन्स गर्नलाई म के गरिदिन्छु अगाडि पनि 1 बाइ log 2 थपिदिन्छु कुरा बुझ्नुभयो अब यसलाई 1 बाइ log 2 लेखिदिन्छु ठिक छ इन्टु यति छ नि यतिलाई चाहिँ के लेखिदिन्छु अब म फर्मुला युज गरेर साइन इन्भर्स x को ठाउँमा के छ 2 को पावर x बाइ a को ठाउँमा के छ 1 नलेख्ने हो 2 को पावर x प्लस दिस इज आवर एन्सर कति सानो छ हेर्नु है त ल यहाँ कुरा बुझ्नुभयो यसरी गर्नु पर्यो है याद गर्नु अनि यो गरेको देखाउनु पर्छ यस पर्छ साइडमा रफमा देखाउनु पर्यो साइडमा भनेको मेरो साइडमै रफ गरेर देखाउनु होइन अलिकति साइडमा तान्नु जस्तै यो कपीको पेज हो भने इंटीग्रेशन यहाँबाट सर गर्ने यो इंटीग्रल अफ यो भन्ने इक्वल टु गर्दै जाने अब यस्तो कामहरु छन् नि यो त यता साइडमा गर्ने के यता साइड रफली गर्ने हैन के गरेको देखाउने नै हो के कुरा बुझ्नुभयो साइडमा गर्ने हो गर्नु कुरा बुझ्नुभयो ल यसरी गर्नु पर्यो ल अब यो ट्राई गर्नु त के भयो अझै लाग्यो 3x भनेपछि त्यो होल स्क्वायर आउँछ ल हेरौँ है त के गर्न मिल्छ यो क्वेशनमा चाहिँ 3x डिवाइड बाइ 1 प्लस 2x को पावर 4 छ लगाइज 2x को पावर 4 अब हेर्नु
यसलाई यस्तो लेख्न मिल्छ 3x डिभाइड बाइ ए यसलाई अगाडि लेखौँ न है। यसलाई अगाडि लेख्दा 2x स्क्वायरको होल स्क्वायर ठिक छ प्लस 1 स्क्वायर लेख्न पाएँ नि त। के गरे नि यसलाई अगाडि लेखा मात्रै है। अब 3x रे 3x छ। ओके नाइस क्वेसन यार। के गर्न सकेला त गाइस सोच्नु त। x स्क्वायरलाई लेट गर्यो भने के होला y x हुन्छ लेट किन गर्नु अहिले उसलाई कमनै तान्नेर बाहिर निकाल्दियो भने पनि 4x क्यूब हुन्छ स्क्वायर आउँदैन 3x छ राइट 2x ए नाइस एकैछिन ल गाइस एकैछिन यसको डेरिभेटिभ हुन्छ हेर्नु हैन कुनै हो ल एकदम ध्यान दिनु ल गाइस यसरी गर्नुपर्छ यसलाई मैले √2x को ध्यान दिनु है ध्यान दिनु √2 एकछिन स्टेप नम्बर √2 को स्क्वायर ठीक छ यसलाई इन्टु x स्क्वायर को होल स्क्वायर प्लस 1 स्क्वायर dx लेख्न पाएँ इन्टिग्रल ध्यान दिनु यो पनि स्क्वायर यसलाई मैले √2 इन्टु x स्क्वायर यो पुरैको होल स्क्वायर लेख्न पाएँ कि पाइन हेर्नु स्क्वायर ध्यान दिनु a स्क्वायर इन्टु b स्क्वायर छ ab को होल स्क्वायर लेख्न पाइन्छ के ल अफ इन्डिसेस भने यसलाई मैले यस्तो लेख्न पाएँ अनि यसलाई 1 स्क्वायर ले कुरा बुझ्नु यस्तो लेखिदियो अब पाइयो नि यस्तो लेख्न अब हेर्नु यहाँ यो फर्मुला युज गर्न मिल्थ्यो होला 1/a tan इन्भर्स x by a प्लस c dx है यो युज गर्न मिल्थ्यो होला तर यसको डेरिभेटिभ कहाँ हुनु पर्यो न्युमरेटरमा हुनु पर्यो छ त यसको डेरिभेटिभ न्युमरेटरमा छ ध्यान दिनु त √2 इन्टु x स्क्वायर को डेरिभेटिभ के हुन्छ भन्नु त ल यसको डेरिभेटिभ हुन्छ 2√2x कुरा बुझ्नु यो छ त न्युमरेटरमा छैन x चाहिँ छ तर 2√2 चाहिँ छैन भनेपछि मैले यो 3 लाई त बाहिर निकाल्न पाएँ नि हो 3 लाई बाहिर निकालेर यहाँ मैले 2√2 थपी भने त यसको डेरिभेटिभ माथि आयो नि तर यतिकै थप्न पाउँछ त ब्यालेन्स गर्नलाई मुनि यहाँ 3 को मुनि पनि के गरिदिन्छु 2√2 थपिदिन्छु कुरा बुझ्नुभयो यति गरिसक्यो रिपिट गरेर हेर्नु है यो पोर्सन यति गरिसकेपछि यहाँ 3/2√2 आउँछ अनि यति बचेको पोर्सनमा के लाउनु पायो यो फर्मुला लाएर 1/a a भने के 1 यो स्क्वायर है 1/a tan इन्भर्स x by a x को ठाउँमा √2x by a को ठाउँमा 1 प्लस कुरा बुझ्नुभयो यो भनेको 3/2√2 tan इन्भर्स √2x प्लस कुरा बुझ्नु यसरी गर्नु पर्यो के यसलाई चाहिँ ठीक छ सजिलै थियो अलिकति दिमाग गर्नु पर्यो ल एउटा आजको लास्ट क्वेशन गरौँ ल त गाइस त्यसपछि तपाईले यस्तो टाइपको क्वेशन गर्न सक्नुहुन्छ भनेर म मान्छु किनकि धेरै युज हुन्छ है यस्तो क्वेशन एक्जाममा आउन सक्छ यस्तो क्वेशनहरु याद गर्नु नि ल सर्टकट युज गर्दिन त भन्नै मिल्दैन तपाईले कम्पलसरी भइसक्यो त्यो किनकि यहाँ युज भयो नि त देख्नु भएन फर्मुलाहरुमा ल इन्टिग्रल अफ cos x divided by root under sin square x minus 2 sin x minus 3 ल सजिलो छ ल गाइस सब्स्टिट्युसन नै गरेर गर्न नै मिल्छ मिल्दैन है के गर्नुहुन्छ ल यो पनि तपाईलाई होमवर्क ल सजिलो छ गाइस है अलिकति हिन्दी मिला गरौँ ल यसलाई तपाईले अगर ल लेट नगरे पनि फरक चाहिँ पर्दैन ल यस्तो गरौँ न यसलाई मैले यस्तो लेख्न मिल्दैन ल गरि नै दिन्छु हैन ट्राई गर्नु न अहिले हैन a स्क्वायर ठीक छ माइनस 2a अब मलाई 2ab बनाउनु छ यसरी बनाउनु छ कि यो पनि नबिग्रोस् र 2ab पनि बनोस् 2a 1 गर्न पाइदैन यो बिग्रिदैन 2ab अब यहाँ प्लस 1 स्क्वायर माइनस 1 स्क्वायर यत्रो क्वेशन गरिसके अब चाहिँ प्र्याक्टिस बनाउन हात पसाल्नु किन गरायो मैले ल भन्नु त किनकि मलाई a + b होल a - b होल स्क्वायर जानु छ यहाँ +1 चाहियो प्लस 1 स्क्वायर चाहियो a स्क्वायर - 2ab + b स्क्वायर
तर यतिकै 1 त थप्न पाएन किनकि यहाँ 1 छैन नि त, त्यही भएर ब्यालेन्स गरेर -1 पनि गरी अनि यो माइनस तिर पछाडि ल्याइ। ठीक छ, यो गर्दा इंटीग्रल अफ cos x डिवाइड बाइ यो पुरै के हुन्छ a माइनस b को होल स्क्वायर माइनस यति a माइनस b को होल स्क्वायर -1 -3 यो भनेको के हुन्छ -4 माइनस कुरा बुझ्नुभयो। -4 नि यसलाई म 2 स्क्वायर लेख्न पाएँ नि, हो कि हैन। अब यहाँ यो फर्मुला युज गर्न मिल्छ है, 1/x स्क्वायर माइनस a स्क्वायर को रुट अन्डर के हो ln x प्लस रुट अन्डर x स्क्वायर माइनस a स्क्वायर। यो युज गर्न पाइन्छ, तर यो युज गर्नको लागि यसको डेरिभेटिभ के आउनु पर्यो, माथि हुनु पर्यो, छ त छैन, छ। यो यसको डेरिभेटिभ sin x - 1 को डेरिभेटिभ के हुन्छ cos x हुन्छ, छ त छ भने चाहिँ डाइरेक्ट युज गर्न पाए के ln x भनेको sin x - 1 प्लस रुट अन्डर x स्क्वायर माइनस a स्क्वायर भनेपछि यही ध्यान दिनुस् न, यो sin x - 1 को होल स्क्वायर x स्क्वायर माइनस a स्क्वायर 4 2 स्क्वायर लेख्नु न, कुरा बुझ्नु प्लस फेरि यहाँ छोडेर आउनु होला, होइन अझै गर्नुपर्छ ln sin x - 1 ध्यान दिनु। अब यसमा तपाईले a - b होल स्क्वायर को फर्मुला खोलेर फर्दर सल्भ गर्न सक्नु हो, तर म त्यस्तो गर्दिन, ध्यान दिनु है। यो भनेको योबाट यहाँको हो कि हैन, यो भनेको त यो हो कि हैन, यो भनेको त यो हो कि हैन भनेपछि मैले यत्रो लामो यसलाई खोलेर यहाँ यसलाई खोलेर जाने हो भने पनि म यहीँ पुग्ने हो क्या, कुरा बुझ्नुभयो नि। किनकि यसलाई नै अगाडि बढेर यहाँ आएको हामी, यहाँ आएको, अब यसलाई नै खोलेर हामी यहीँ जान्छौँ नि त। यो भनेको त यो हो नि त, त्यही भएर योबाट यो लेख्नु र योबाट यो लेख्नु एउटै कुरो हो, यानी कि योबाट यो लेख्नु नै एउटै कुरो हो। त्यही भएर म के लेखिदिन्छु, यसको ठाउँमा यो लेखिदिन्छु रुट अन्डर sin स्क्वायर x माइनस sin x माइनस 3 प्लस एन्ड दिस इज आवर आन्सर। यसरी तपाईले के गर्न सक्नुहुन्छ, गर्न 3 को 6 को आन्सर चाहिँ गर्नु त मिल्यो, कुरा बुझ्नुभयो, यसरी गर्न सक्नुहुन्छ। सो यही आज भिडियो, नेक्स्ट भिडियोमा हामी टाइप 2 रिलेटेड प्रब्लम्सहरु डिल गर्छौं, कसरी गर्न सक्छौं भन्ने कुरा सिक्छौं। त्यति बेलासम्म प्र्याक्टिस गर्दै गर्नु, यदि क्वेशन गरेर पुग्दैन गाह्रो क्वेशनहरु हेर्नु सेटबुकतिरबाट अनि गर्नु। सो यही थियो आज भिडियो, नमस्कार, धन्यवाद।